ब्राजिल भर्सेस नर्वे यसपालिको वर्ल्ड कपको राउन्ड अफ 16 को वान अफ द बिगेस्ट क्लास, वान अफ द मोस्ट एक्साइटिङ क्लास। एट द मोमेन्ट दुईटै टिमहरू राम्रो खेलिरहेछन्, त्यसले गर्दाखेरि यो क्लासमा सबैको नजर छ क्या। अब यो म्याच होइन सोचे जस्तै डिलिभर पनि गर्ला नगर्ला त्यसको बारेमा त भन्न सकिँदैन, तर यो म्याचमा के हुनसक्छ, ट्याक्टिकल प्लानहरू के हुन्छ, लाइनअप के हुन्छ भन्ने बारे चाहिँ म बताउन सक्छु है त। त्यसको बारेमा थोरै होइन धेरै कुराहरू गर्दिनँ, लामो भिडियो बनाउँदिनँ, सर्टमा म कुरा गर्नेवाला छु। र सबैभन्दा सुरुमा तपाईँहरूलाई एउटा हिस्टोरिकल फ्याक्ट भनिहाल्छु ल, स्पेसल्ली ब्राजिल फ्यान्सलाई। ब्राजिल फ्यान्सले यो कुरा थाहा छ कि थाहा छैन है, ब्राजिलले जति पनि टिमहरूलाई अहिलेसम्म फेस गरेको छ नि कम्पिटेटिभ म्याचमा, ती टिमहरूमध्ये ब्राजिलले अहिलेसम्म हराउन नसकेको टिम भनेको चाहिँ नर्वे हो क्या। भनेको आजसम्म नर्वेलाई ब्राजिलले कुनै पनि कम्पिटेटिभ गेममा हराएको छैन। यो पहिलोचोटि हुँदैछ यदि ब्राजिलले जित्यो भने क्या। 4 चोटि भेट भएको छ, 2 चोटि नर्वेले जितेको छ, 2 चोटि म्याच ड्र भएको छ। भनेको अस्तिसम्मको इतिहासमै ब्राजिल जस्तो टिमले नर्वेलाई हराउन सकेको छैन क्या। लास्टचोटि आई थिङ्क 2006मा दुईटा टिम क्लास भएको थियो, त्योभन्दा पछाडि यिनीहरूको म्याच भएको छैन है। अब लेट्स सी यसपालिको वर्ल्ड कपमा त्यो ब्राजिलको जुन त्यो रेकर्ड छ नि यो ब्रेक हुन्छ कि हुँदैन थाहा भइहाल्छ। तर अब हामी होइन यो म्याचमा के लाइनअप हुन्छ, कस्तो हुन्छ, सबै कुराको बारेमा बुझ्नेवाला हौँ। त्यसको लागि म तपाईँहरूलाई मेरो स्क्रिन सेयर गर्दैछु है त। ल अब हामी स्क्रिनमा आइसकेका छौँ। अब यहाँनिर हामी सबै कुरा बुझ्नेवाला छौँ क्या। ब्राजिलले कस्तो लाइनअप खेलाउँछ, नर्वेको प्लान के हुन्छ, त्यसको बारेमा धेरै लामो भिडियो बनाउँदिनँ, म सर्टमा भन्नेवाला छु है लाइनअप र प्लानबारे। त्यसको लागि सबैभन्दा सुरुमा म सुरुवात गर्दैछु नर्वेबाट है, नर्वेबाट गर्दैछु नर्वे। ल नर्वेले लास्ट म्याचमा युज गरेको लाइनअप यही नै हो है। नर्वेले लास्ट म्याच होइन उनीहरूले जित्दाखेरि जसरी उनीहरूले आइभेरी कोस्टलाई हराने त्यो म्याचमा उनीहरूले उतारेको प्लेइङ 11 यही नै हो। अब ब्राजिलसँग यही 11 खेल्ला त। आई थिङ्क फ्रन्ट लाइन त यही हुन्छ, नुसा खेल्नेवाला छ, हल्यान्ड पनि खेल्नेवाला छ, सोर्लाथ पनि खेल्नेवाला छ। मिडफिल्ड पनि आई थिङ्क यही हुनेवाला छ, बर्च होइन बर्च अनि त्यसपछि ओडिगार्ड तिनटै खेल्नेवाला छन्। यो मिडफिल्ड होइन आई थिङ्क सलिड मिडफिल्ड छ, त्यसमा मलाई चेन्ज हुन्छ जस्तो लाग्दैन। अनि ब्याक लाइन पनि आई थिङ्क 2-3 जना प्लेयर त सेम हो होइन, वुल्फ होइन हेगमन त्यसरी अजर त सेम हुनेवाला हो नि, यिनीहरू फेरिन्छ जस्तो मलाई लाग्दैन क्या। तर यहाँनिर चेन्ज हुन्छ जस्तो लाग्छ मलाई, किनभने यो पोजिसन होइन राइट ब्याकको पोजिसन एकदमै इम्पोर्टेन्ट हुनेवाला छ ब्राजिलसँग। किन भन्दाखेरि ब्राजिलको अब लेफ्ट विङमा को छ भन्दा भिनिसियस जुनियर छ, अनि भिनी जुनियरलाई विङमा रोक्ने मान्छे चाहियो क्या, डिफेन्सिभली सलिड मान्छे चाहियो। त्यसको लागि अब यहाँनिर प्रिफरेन्स भनेको त होइन रायनसन भन्ने मान्छे कता हो, रायनसन हो कता, रायनसन आई थिङ्क फिट छ यो म्याचको लागि। रायनसन कहाँ छ, रायनसन कहाँ हो, हरायो त हौ, मैले नदेखेको कि मेरो आँखा बिग्रियो हो। रायनसन डिफेन्डर बर्ग, मिडफिल्डर अर्सनस, मिडफिल्डर यस रायनसन हो यहाँनिर होइन। अब किनभने ऊ नेचुरल राइट ब्याक हो होइन, तर यो मान्छे डिफेन्सिभली त्यत्रो धेरै सलिड राइट ब्याक होइन, स्पेसल्ली राइट विङ ब्याकबाट खेल्ने गर्छ यो मान्छे है। अफेन्सिभली सलिड छ, तर डिफेन्सिभ फेजेसमा यो मान्छेको खासै राम्रो गेम छ जस्तो मलाई चाहिँ लाग्दैन। मैले डटमा जति हेरिएको छु यो मान्छेलाई होइन, डिफेन्सिभली त्यत्रो धेरै सलिड छैन क्या। ऊ लेफ्ट ब्याकको रूपमा पनि खेल्न सक्छ मेबी होइन, यसलाई यहाँ ल्याएर यसरी खेलाउन पनि सकियो मेबी होइन जस्ट। तर राइट ब्याकमा चाहिँ आई थिङ्क होइन जो खेल्नुपर्ने मान्छे हो नि त्यो मान्छे चाहिँ मेरो नजरमा मैले देख्दाखेरि चाहिँ कहाँ गयो भन्दाखेरि यहाँ छका अघि आइरहेको थियो, अस्नस एउटा मिडफिल्डर हो, तर ऊ राइट ब्याकको रूपमा धेरै खेलेको छ बेन्फिकामा पनि, यो टिमको लागि नि अलरेडी राइट ब्याकको रूपमा स्टार्ट गरिसकेको छ। किन अस्नस खेल्नुपर्छ भन्दा यो मान्छे एक त एक्सपिरियन्स मान्छे छ, मल्टिपल पोजिसनमा खेल्न सक्छ, अर्को कुरा डिफेन्सिभली सलिड छ क्या। रायनसनको अथवा त्यो हुल्फको ठाउँमा होइन धेरै सलिड छ यो मान्छे डिफेन्सिभली। सो भिनिसियस जुनियरको एगेन्स्टमा डिफेन्डिङ गर्नु छ भने अस्नस खेल्दाखेरि आई थिङ्क नर्वेलाई बेटर हुन्छ होला। नत्र भने यदि राइट फ्ल्याङ्कमा अथवा राइट विङमा अथवा राइट ब्याक पोजिसनमा उनीहरूले राम्रो तरिकाले भिनिसियसलाई कन्टेन गरेनन् भन्दा नि यो टिम सजिलै खुल्नेवाला छ। यो ब्याक लाइन जसले जसो भने छैन टप क्वालिटी ब्याक लाइन छैन क्या। ब्राजिलको फ्रन्ट लाइन जुन किसिमले अहिले काम गर्दैछ नि यार, फ्रन्ट लाइनले यसलाई खोलिहाल्छ नि, त्यत्रो धेरै टेन्सन हुन्छ जस्तो मलाई लाग्दैन। भिनिसियस जुनियर माथायस कुइना पनि लेफ्टबाट नै आउने गर्छ प्रायः गरेर, लेफ्टबाट भित्र छिरिरहेको हुन्छ होइन। अनि अब राइटमा पनि अब ब्रायन भन्ने मान्छे राम्रो छ क्या। सो यो उसलाई त मजाले खोल्छन्, जो अस्नस त खेल्नै पर्छ जस्तो लाग्छ। नर्वेको ब्याक लाइन खोलिन्छ अस्नस नखेलेको खण्डमा, त्यसले गर्दाखेरि अस्नस खेल्नै पर्छ जस्तो लाग्छ मलाई। अस्नसले अरू काम के गर्न सक्छ भन्दाखेरि मिडफिल्डमा पनि टकिन गर्न सक्छ क्या, ओडिगार्डलाई अझै फ्रिडम दिन सक्छ होइन। सो अस्नस त मलाई लाग्छ मस्ट रेगुलर खेल्नुपर्ने मान्छे अथवा मस्ट स्टार्टर भनौँ न मेरो नजरमा त्यस्तो मान्छे हो। त्यो बाहेक आई थिङ्क अरू त यही हो होइन। नर्वेको प्लान त अब सेम हुनेवाला छ, किनकि नर्वे होइन त्यत्रो धेरै आफ्नो त्यो प्लानमा गेम प्लान हरेक कुरामा टिम अनुसार फेर्ने टिम होइन। उनीहरू भनेको त्यही हो, एट्याकिङ फुटबल खेल्नेवाला छन् है, डाइरेक्ट फुटबल खेल्नेवाला छन्। अब लेट्स सी नर्वेले त्यही कुरामा केही चेन्ज गर्यो भने अब म छक्क पर्नेवाला छु, किनकि उनीहरू आफ्नो जुन बेसिक कुरा हो नि त्यसलाई फेर्नेवाला छैनन् जस्तो लाग्छ है मलाई चाहिँ। अब कुरा गरौँ ब्राजिलको बारेमा है त, ब्राजिलले कस्तो लाइनअप खेल्छ के गर्छ भन्ने बारे है। ब्राजिलको बारेमा हामी कुरा गर्छौँ। ब्राजिल यहाँ छँदैछ। ब्राजिलले अब लास्ट म्याचमा युज गरेको लाइनअप त यही हो, तर स्याडली यो म्याचमा यो लाइनअप युज हुनेवाला छैन, किनकि पक्केटा फुल्ली फिट हुनेवाला छैन। क्यासिमिरो पनि डाउट छ, तर क्यासिमिरो मेबी एभाइलेबल होला, तर पक्केटा त फुल्ली फिट हुँदैन क्या, यो त फिक्स छ। सो पक्केटाको ठाउँमा सुरुमा मैले खेल्ने मान्छे भनेको कहाँ गयो भन्दाखेरि डनिलो खेल्नेवाला छ, यो फिक्स हो। डनिलो सान्तोस खेल्नेवाला छ है। अब यहाँनिर फाबिनो भन्ला नेमार भन्ला हुँदैन केटा, अब ढुक्क हुआ
डनिलो सान्तोसै खेल्छ। डनिलो सान्तोस यसपालिको सिजन पनि उसको राम्रो गइरहेछ। डनिलो सान्तोस आई थिङ्क होइन यङ 25-26 वर्षको मान्छे होइन, पेसी छ अनि ऊ फाइनल थर्डमा गोल निकाल्ने गर्छ होइन, चान्सेसहरू बनाउने गर्छ, डिफेन्सिभली पनि झर्ने गर्छ, अप एन्ड डाउन दिने गर्छ होइन, एक्सपिरियन्स मान्छे हो, प्रिमियर लिगमा खेलिसकेको मान्छे हो, यसपालिको सिजन राम्रो गइरहेछ। सो कार्लो एन्चेलोटीले यो मान्छेलाई धेरै मन पनि पराउँछ क्या, एन्चेलोटीको प्रिफरेन्स पनि हो जस्तो लाग्छ मलाई। डनिलो सान्तोस फिक्स नै खेल्नेवाला छ। यदि क्यासेमिरो फिट छैन भने यहाँनिर खेल्ने मान्छे फाबिनो हो, तर आई थिङ्क क्यासेमिरो फिट छ। सो मलाई लाग्छ क्यासेमिरो खेल्नेवाला छ। त्यो बाहेक गुमाइरेज छँदैछ। एट्याकमा त केही पनि चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन, ब्याकलाइन पनि सेम हुनेवाला छ। अब ब्राजिलले नर्वेसँग कसरी खेल्ला त? आई थिङ्क नर्वेको मिडफिल्ड राम्रो छ यार, त्यो बर्ड छ नि, बर्ड अनि त्यसपछि ओडिगारको मिडफिल्ड राम्रो छ। त्यसलाई होइन के भन्नु, यो मिडफिल्डले जित्छ कि जित्दैन भन्ने कुरा त एकदमै क्वेसनेबल हुन सक्छ, किनकि क्यासेमिरोको सबैभन्दा ठुलो समस्या भनेको उसको लेग हो क्या। ऊ पेसी छैन क्या, बल जस्तो उसको पेस छैन। ऊ अप एन्ड डाउन होइन, माथि चढेर डल्लै डिफेन्सले हरेक फेजमा हेरी तलमाथि गर्न सक्दैन क्या क्यासेमिरोले। सो यो कुरा एकदमै के भन्छ, त्यो म्याचमा हेर्न लायक हुनेवाला छ। गुमाइरेजको त भन्ने पर्दैन, गुमाइरेज होइन एकदम टप क्वालिटी, उसको फर्म पनि राम्रो छ यसपालि होइन, गेम पनि बबाल खेलिरहेछ। आई थिङ्क 4टा एसिस्ट निकालिसक्यो होइन। सान्टोस खेल्दाखेरि अरू के फाइदा हुन्छ भन्दा, नेमार खेल्दाखेरि एउटा के हुन्थ्यो भन्दा गुमाइरेज चढ्न पाउँदैन क्या यदि नेमार खेल्यो भने। यहाँनिर मानौँ सपोजिटली हामीले यसलाई नेमार हालिदिउँ न त्यहाँ, ल नेमार भयो अरे। नेमार हुनु भने यो सिस्टम के हुन्छ थाहा, यस्तो हुन्छ यो सिस्टम। नेमार जानुपर्छ यहाँनिर, क्यासेमिरो यता जान्छ, अथवा जो गुमाइरेज जो खेलिनु होइन। अब गुमाइरेज चढ्न पाएन नि त, किनकि नेमार ड्रप गर्नेवाला छैन, डिफेन्सिभली सलिड छैन नेमार त। सो त्यो अवस्थामा मिडफिल्डमा कभर चाहियो नि त होइन, क्यासेमिरोको लेग छैन, त्यसले गर्दा गुमाइरेज चढेर खेल्नै पाउँदैन क्या, अनि गुमाइरेजको बेस्ट गेम आउँदैन। त्यसले गर्दाखेरि नेमार त मलाई खेल्छ जस्तो लाग्दैन क्या। सो म नेमारको ठाउँमा देख्ने मान्छे भनेको मैले अघि भनिहालेँ डनिलो सान्तोस हो। डनिलो सान्तोस हुँदा के हुन्छ भन्दा सान्तोस ड्रप गरिदिन्छ क्या, सान्तोस ड्रप गरिदिन्छ, गुमाइरेज चढ्न पाउँछ, क्यासेमिरो त आइदिन्छ हो। यो के भन्छ फ्रिडम हुन्छ क्या, अनि एउटा फ्लेक्सिबिलिटी पनि हुन्छ क्या। फेरि गुमाइरेज पनि तल झर्न सक्छ, सान्तोस चढ्दिन सक्छ ठ्याक्क। भनेको फ्लेक्सिबिलिटी भन्ने कुरो पनि आयो नि त, क्यासेमिरो पनि चढ्दिन्छ बेला बेला। मिडफिल्डमा एउटा के भन्नु क्या, डाइनामिजम भन्ने कुरा आयो, फ्लेक्सिबिलिटी भन्ने कुरा आयो। अनि के भन्नु, यस्तो यो सिनारियो पनि भन्छ नि त, माथि स्कुएना यहाँ आउनेवाला छ, रायन यहाँ हुन्छ, भिनी यस्तो हुन्छ, भनेको एउटा डायमन्ड मिडफिल्ड बनाएको पनि 4जनाको यहाँनिर यो पनि बन्छ क्या जब सान्तोस खेल्नेवाला। नेमार भयो भने यो सिनारियो बन्नेवाला छैन, त्यसले गर्दाखेरि नेमार खेल्छ जस्तो मलाई लाग्दैन। त्यो बाहेक होइन, सान्तोसले मलाई रङ प्रुभ गरिसक्यो, यो मान्छे राम्रो लेफ्ट ब्याक छ, राम्रो खेलिरहेछ। गाब्रियल मार्किनेस, डनिलो खेल्नेवाला छ, बट आई स्टिल क्वेसन है डनिलो। अब यो फ्ल्याङ्कमा राइट फ्ल्याङ्कमा उतापट्टिको लेफ्ट विङ्गर भनेको नुसा छ। सो नुसाले चाहिँ डनिलोलाई निकै के भन्नु प्रब्लम दिनेवाला छ। त्यसको लागि अब सान्तोसले रायन डिफेन्सिभली झर्नु पर्यो, सान्तोसले पनि यो फ्ल्याङ्कलाई कभर गर्नु पर्यो है, अथवा जो खेल्यो भने यहाँको मिडफिल्डरले कभर गर्नु पर्यो, रायन झर्नै पर्ने हुन्छ, किनकि एन्थोनियो नुसा त पेसी छ यार, यो मान्छेले डनिलोको त एकदम वाट लाउनेवाला छ, त्यसमा त कुनै डाउट छैन। अब धेरै कुरा लामो कुरा नगरौँ होइन, मलाई लाग्छ ब्राजिलले प्रिफर गर्ने लाइनअप यही नै हुनेवाला छ। अब मलाई के लाग्छ भन्दा यो म्याचमा नि ब्राजिलको होइन सबैभन्दा मोस्ट इम्पोर्टेन्ट प्लेयर भिनी नै बन्नेवाला छ क्या, किनकि मैले अघि भनिहालेँ होइन, नर्वेको राइट फ्ल्याङ्कमा डिफेन्डिङ खासै राम्रो छैन क्या। अस्नस खेल्दा पनि, अस्नस भनेको त्यो रायनसन भन्दा बेटर हो, तर ऊ पनि नेचुरल्ली सलिड राइट ब्याक त होइन क्या। सो त्यो अवस्थामा है मैले के बुझ्छु भन्दाखेरि भिनिसियसको गेम एकदम इम्पोर्टेन्ट हुन छ, किनकि सान्तोस र भिनिसियसको कम्बिनेसन प्ले मलाई राम्रो लाग्दैछ अहिले। सान्तोस र भिनिसियस एकअर्कालाई निकै कम्प्लिमेन्ट गर्छन् है, डिफेन्सिभली पनि झर्दिरहेको हुन्छ यार भिनिसियसले, मलाई सरप्राइज गरेर डिफेन्सिभली यतातिर आएर सान्तोसलाई सपोर्ट गरिरहेको हुन्छ क्या भिनीले नि, त्यो एकदम नयाँ कुरो हो। र एन्चेलोटीको अन्डर यो मान्छे डिफरेन्स बिस्ट हो भन्ने थाहा दैछ। सो भिनी एकदम इम्पोर्टेन्ट हुन छ, भिनीले यो एरिया सबै क्या, यो एरिया मात्रै होइन यतातिर आएर गोल पनि निकाल्ने क्या होइन। भिनीको यो म्याचको डिसाइडिङ फ्याक्टर भिनी बन्नेवाला छ क्या। यदि नर्वेले केही गरेर भिनीलाई रोक्यो भने नर्वेको चान्स छ, नत्र भने गाह्रो छ क्या नर्वेलाई। अब हल्यान्डलाई कन्टिन्यू गर्न आई थिङ्क गाब्रियल र मार्किनेस जस्तो सेन्टर ब्याक छन् यार। कार्लो एन्चेलोटीको एउटा सिस्टम के हो भन्दाखेरि डिफेन्सिभली कहिले पनि त्यो कम्प्याक्टनेस भन्ने कुरो हुँदैन, ऊ प्लेयरलाई फुल्ली फ्रिडम दिने हो। र आई थिङ्क मार्किनेस र गाब्रियल होइन वर्ल्डका 2 के भन्नु फाइनेस्ट सेन्टर ब्याक हुन्, त्यसले गर्दाखेरि दुईजनाले हल्यान्डलाई 90 मिनटसम्म हरेकचोटि कन्टेन त गर्न नसक्लान्, तर होइन मलाई लाग्छ एकदम इम्पोर्टेन्ट मोमेन्टहरूमा कन्टेन गर्छन् जस्तो लाग्छ मलाई चाहिँ। अब सोरलाथ भन्ने मान्छे पनि छ अर्को होइन, सोरलाथ आई थिङ्क सान्तोसले रोक्छ जस्तो लाग्छ मलाई, लेट्स सी। तर जे होस् ब्राजिललाई सहज म्याच चाहिँ हुँदैन, यो कुरा चाहिँ यति चाहिँ बुझे हुन्छ, किनकि नर्वे एट्याकमा राम्रो छ, डिफेन्सिभली उनीहरू ओपन होला नि, तर ब्राजिल पनि डिफेन्सिभली त कम्प्याक्टनेस भन्ने कुरो त छैन नि त। सो नर्वेले होइन ब्राजिललाई अफेन्सिभली रूपमा थ्रेट दिनेवाला छ, हल्यान्ड छ, ओडिगार्ड छ, नुसा छ, बेन्चबाट सोरलाथ आउँछ, सोरलाथ आई थिङ्क स्टार्टै गर्छ, स्ट्रेट लार्सन बेन्चबाट आउनेवाला छ होइन, अस्कर बब आउनेवाला छ होइन, सेल्डरफ आउनेवाला छ, भनेको एट्याक त नर्वेको बबालै छ नि त। सो यो एट्याकले यो डिफेन्सलाई समस्या दिनेवाला छ, तर इभेन्चुअली यार मिडफिल्ड र एट्याक अनि सबै क्वालिटीलाई कम्पेरिजन गर्दाखेरि ब्राजिल बेटर साइड हो क्या। सो ब्राजिलबाट एक्सपेक्टेसन राख्नु कुनै नौलो कुरो हो जस्तो मलाई लाग्दैन। अब लेट्स सी है ब्राजिलले नर्वेसँग कस्तो खेल्नेवाला छ, अनि प्रिडिक्सन गर्नुपर्दा तपाईँहरू कमेन्टमा गर्नुहोस्, म यसको प्रिडिक्सन चाहिँ पछि टिकटकमा अथवा सर्ट्समा गरेर हाल्नेवाला छु। लेट्स सी अब यो म्याचले सोचे जस्तो डेलिभर चाहिँ गर्छ है गर्दैन है।